हेलो एभ्रिवान अगेन वेलकम ब्याक टु माई मिनी भ्लग न्यू डे न्यू भ्लग है। हाम्रो चाहिँ घरमा पूजा थियो होइन। अब घर बनाएपछि त पूजा त राख्नै पर्यो है साथीहरू। अन्त यो भ्लग चाहिँ अलिक लामो हुन्छ होला, स्किप नगरी हेरिदिनुहोस् होला है। अनि यहाँनिर चाहिँ म छु भन्दै देखाउँदै थिएँ है। यहाँ मलाई जिस्काउँदैछ गुरुजीले, एन्सम हाम्रो गुरुजी एन्सम चाहिँ हाम्रो गुरुजी चाहिँ अब यहाँ गुरुजीले बोजूलाई टिका लगाइदिनु हुँदैछ, हेर्नु सक्नुहुन्छ। ह्यान्डसम देख्दैन भनेर पट्टी कस्तो छ भनेर के भन्दैछ यहाँ भिडियोमा आउला म त भरे यतिकै फेरि कमेन्ट चाहिँ फसै आउँछ नि गुरुजीकोबाट। पूजा स्टार्ट गर्नुको लागि चाहिँ सबैजनालाई टिका लगाइदिनु हुँदै थियो बाजेले है। पूजा स्टार्ट गरेर चाहिँ यहाँनिर बाजेले मैले धुप बालिदिनु भन्नुभयो। अनि मैले चाहिँ यहाँ धुप बालेर घुमाइदिँदै थिएँ है। अनि दिदीले भिडियो गरिदिनु हुँदै थियो होइन। साथीहरू हेर्नु सक्नुहुन्छ यहाँनिर। अन्त मेरो चाहिँ एकदम ग्रहहरू राम्रो छैन भनेर बस्नु भन्नुभएको थियो नि त। जिउ पनि पुरा बिसन्चो भएको भएको गर्छ हो। अनि त्यही भएर पूजामा त साथीहरू प्रसाद त त्यही हो है, खिर अनि सेलरोटी आलुदम होइन। अनि मटरको अचार बनाएको थियौँ हामीले होइन। पूजामा त अरू चल्ने होइन है, यस्तैहरू मात्रै हो। अनि त्यसपछि चाहिँ गएर फेरि पूजामा बसेँ है। अनि पूजामा बसेर चाहिँ फुल कस्तो दामी रहेछ भन्दै देखाउँदै थिएँ बोजूलाई होइन। अन्त त्यहाँदेखि चाहिँ हामी एकछिन रेस्ट गऱ्यौँ तातो पानीहरू खानलाई। प्रसाद खानु हुँदैछ हो, तातो पानीसँग चिया चाहिँ खानु हुँदैन अरे, ग्यास हुन्छ भनेर बेसी हो। यहाँनिर गुरुजीको फ्रुट चाहिँ यहाँ छ, किन नखानु भएको खानुहोस् न। हामीसँग चाहिँ एकदम फ्रेङ्क हुनुहुन्छ कि गुरुजी चाहिँ गाइस। अन्त त्यही भएर चाहिँ नि जिस्की बस्नुहुन्छ नि त, जिस्काइ बस्नुहुन्छ अब पहिल्यैदेखि चिनेको होइन। त्यही भएर चाहिँ लजाउनु हुँदैछ भनेर जिस्काउँदैछु। अब चाहिँ टिभी हो लजाउनु भएको भनिदिएको त टिपेर खाने हुँदैछ अब चाहिँ। ए एप्पल कस्तो रहेछ, दामी रहेछ, मिठो रहेछ। हेलो शिवांश, के खानु भएको, कस्तो रहेछ, मिठो रहेछ। थ्याङ्क यू। यहाँ बदमास हेर बिसन्चो भएको कारणले म चाहिँ व्रत चाहिँ बसेको थिइनँ है। बोजूको माया हेर्नुहोस् न, यहाँ औँठी लगा भन्दै दिनुहुँदै थियो होइन। अन्त मैले लगाएँ है। अनि धेरै ढिलो पनि भइसकेको थियो बस्दै फ्रुट्सहरू खाँदै है। अनि रात पनि परिसकेको थियो। यहाँनिर चाहिँ हवनको लागि स्टार्ट गर्नुहुँदैछ है। अनि आगो पनि एकदमै मजाले बलेको थियो साथीहरू, यहाँ हेर्नु सक्नुहुन्छ है। अब आरती पनि गर्नु आँटेको छ। बाजेले चाहिँ आरती सकेर आरती लिनुहुँदै थियो है। अन्त मैले पनि लिएँ है। भिडियो चाहिँ धेरै लामो भएको थियो होइन साथीहरू। अनि त्यही भएर मैले कतिवटा चाहिँ स्किपै गरिदिएँ होइन। डल्लै त हाल्नु सकेन, त्यसै पनि लामो भइरहेको छ। अनि यहाँ काकाहरू सबैजनाले आरती लिनुभयो होइन, हेर्नु सक्नुहुन्छ। सकेर चाहिँ यहाँनिर बोजूहरूले दान दिनुहुँदै थियो बाजेलाई होइन। बोजूले बाजेलाई टिका लगाइदिनु भयो है। अन्त बाजेले पनि सबैलाई टिका लगाइदिनु हुँदै थियो होइन साथीहरू। अन्त बोजूले चाहिँ हामीलाई चाहिँ बाजे नभन्नु गुरुजी भन्नु भन्नुहुन्छ नि त होइन। पहिल्यैदेखि बाजे भनेको अनि अप्ठ्यारो हुँदो रहेछ कि बानी भइसकेर। अनि यहाँनिर चाहिँ बाजेले मलाई टिका लगाउनुभन्दा अगाडि चाहिँ मेरो भ्युवर्सहरूलाई पनि लगाइदिनु हुँदै थियो है। अनि त्यसपछि मात्रै मलाई लगाइदिनु भयो होइन साथीहरू। अन्त यहाँनिर चाहिँ बोजूले मलाई टिका लगाएर चाहिँ पैसा दिनुभएको थियो होइन। अन्त मैले चाहिँ देखाउँदै थिएँ है बोजूले दिएको आशीर्वाद भन्दै। अनि यहाँ बाबाले पनि राम्रो बुद्धि ल्याउनु, सद्बुद्धि ल्याउनु। रोगहरू चाहिँ सबै आजको पसिना पसिनाले सबै बगाएर लैजास्। भोलिदेखि हप्ताको पर्छ नि ल कसले यहाँ कसैलाई लाग्छ न बाहिरको पैसा देखाउनु अरे यो चाहिँ ल आयुष्मान बाबु
खिर खाएछ भातै खायो भातै दिएको भए भइहाल्थ्यो नि किन खिर मात्रै अघि भन्नुभएको थियो नि म सिटी लगाइदिन्छु यो चाहिँ मैले भनेर ल्याएको हो त बाजेलाई खाना सकाइदिउँ भनेको गाइस के भन्नुहुन्छ वर्षाको आउँछ बाजेले चाहिँ रोटी खाएर बिदा पनि लिनुभयो है अनि आउँदै गर्नुहोस् भन्दै थिएँ है अन्त यो भ्लग चाहिँ म यहीँ इन्ड गर्छु साथीहरू अहिलेको लागि चाहिँ